हामी चाहिँ टिका लाउनलाई कान्छा बाउ घरमा जाँदैछौँ हैन जाम गाइज। अब यो साउने सङ्क्रान्ति भन्ने कि होइन दसैँ भन्ने केही पत्तै छैन, पुरै पानी परिरहेको छ होइन ट्याक्क हेर्नु आकाशको ताल छ जसको पानी पुरै झरीवाला दसैँ गाजी पुरै झरीवाला। टिका लाउन जाँदैछौँ कान्छा बाउ घरमा है जम्मै ल। मेरो युट्युबमा हेर्ने मेरो यो भिडियो हेर्ने सबैलाई ह्याप्पी दसैँ 2082 सालको। हाम्रो भाउजू ओ दाई ट्याक्क पारेर अब जाने कान्छा बाउको हातको टिका लाउने, त्यसपछि दाई भाउजूको हातको टिका लाउने, त्यसपछि दसैँ सकिन्छ हाम्रो गाइज ट्याक्क पारेर। ले ह्याप्पी दसैँ है गाइज, ह्याप्पी दसैँ। यसले त लाइसिस अरे छिटो परे अगाडि मजा आउँछ नि बस्नु खुच्चेलाई लु
ल गाइज कान्छो बाउ घरमा टिका लगाएर आइगयो कान्छो बाउ घर चाहिँ त्यो यहाँको बाटो अब हाम्रो घर हल्लाइन्छ लगाएर बस्नु हातबाट त्यसपछि भात खाइन्छ त्यसपछि ओट्याङ ट्याङ लगाएर सुतिन्छ टिका लगाइदिनु मान्छे के अरे यस्तो खालि बाइक मात्रै हेरे हेरे गर्छ हो भने कसै नभएको बाइक ल टिका ट्याक्क ग्रुप हुन्छ अब त्यतातिर गयो भने चाहिँ अब राम्रोसँग गयो भने ठिकै हो अब त्यो उता गयो भने चाहिँ अब मजाले पहिलोचोटि नै छोरा दिने टिका लगाउने कार्यक्रम पनि सक्यो खानासाना खाने हामीले फोटो सेसन पनि गरिसक्यो खानासाना खाएर चाहिँ तास खेल्ने दसैँमा ट्याक्क बाडेर त्यसपछि सुत्ने भरे भात खाने त्यही हो गाइज त्यही हो दसैँ भनेको दसैँ भन्नु कि अब माघे सङ्क्रान्ति भन्ने होइन माघे सङ्क्रान्तिको फेरि साउने सङ्क्रान्ति त्यस्तै खालको छ आजको मौसम चाहिँ त्यस्तै पुरै पानी पानी र अहिले पनि पानी परिरहेको छ गाइज ट्याक्क बाडेर त्यही अब सबैजनालाई ह्याप्पी दसैँ ह्याप्पी अब साउने सङ्क्रान्ति भनौँ अब त्यस्तै खालको भयो होइन सबैलाई ह्याप्पी दसैँ भन्दै मेरो यो भिडियो यहीँ इन गर्न चाहन्छु बाई बाई गाइज लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई गाइज ह्याप्पी दसैँ